रन्डो तिम्रो पुती जहिले चिलाउने क्या माछिन सिकाउने बेला खाडीतिर छिरेपछि त्यस्तै हो माछिने तर मासले होइन अथ माछिक्ने यसले आँखालाई क्या पुत्ती चिलाउँथ्यो र भुत्लाले घुम्थ्यो र भन्ने यस्तो हो क्या पिसो उम्रेको यार मासाले तैले चिकाउने उमेरमा डबल चाहिँ ट्याप गर खाडीतिर न 10K पस्यो त पुराउ जाठाहरू डबल ट्याप 10K पुराउ चिकाउने बेला खाडीतिर पस्यो अनि पुतीले अनि खोजेको बेला अनि त्यसपछि अब बुढो हुने बेला पुतीले नखोज्दा त अनि के फाइदा भयो त यार डबल ट्याप पनि गर न केटा माथि खिचायो ओए तिम्रो पुती लास्टै चिलाइरहेछ त अहिले आयो अर्को रन्डो मलाई त लास्ट चिलाइरह अनि चिकाउने गर न तँ जस्तो बच्चाहरूसँग हाम्रो फिलाउँदैन कसम भनेको म त रातभरि चिकेर तिम्रो पुती नै आउँदैन माछिक्ने तेरो त तुरी होला हौ सानो मेरो यत्रो लाडो छ कि यत्रो घचक चिकाउँदा तिम्रो पुती नै फेल हुन्छ त्यो कुरा चाहिँ याद गर लाडो फेल हुन्छ चिक्ने पुती फेल गरिदिन्छु तैले चाहिँ मलाई चिक्नै सक्दैन कि त्यो ठुलो कुरा नगर होइन तैले किन चिक्न सक्दैन यार तिम्रो पुतीमा ल्याम मुजी रातभरि टटाउने बनाइदिन्छ चिक्दा चिकेर माछिङ 100% कत्रो छ थाहा छ तँलाई कत्रो होला र ठुलै भए पनि चिकिहाल्ने नि अनि के हुन्छ माछिक्ने तेरो टाउकै छिर्छ त्यति ठुलो त छैन होला त्यति ठुलो त छैन होला पुवाल त ठिकै होला यार तर यार तिम्रो दुधके माछिने कत्रो मुजी यत्रा लाम्टा छ यार माछिने ब्याउने आइमाई जस्तो के भएको अनि अब त्यो भगवानले दिएको बर हो त साले के भन्ने त कि माछिने बङ्गालीले खेलाइदिएर माछिने रन्डीको छोरा खेलाउँछ माछिने खेलाउने भए म चिकाउन जाँदैन थियो माछिने साले खेलाउँछ रे भित्रभित्रै चिकाइहाल्छ कसम यही बिस्तारमा ल्याएर चिक्थ्यो मैले कसम होइन मैले त्यो भएको भए तर मेरो बोयफ्रेन्ड छैन के तिमी घरमा भएर हो के कम्पनीमा जाऊ न भागेर घर हो यो माछिने घर हो यो रन्डीको बानमा चिक्ने त्यसो भए त चिकाउँछ होला यार तिमीले यो कुरा चाहिँ विश्वास मैले लिएर आउँदैन थिएँ मादरका चोट चिक्ने म 24 घण्टा तैँले देखेको थिएँ क्यारे म माछिक्ने काममा र यहाँ बिस्तारामा कसरी चिकाउँछ चिकाउने भएदेखि मैले यस्तो चिकेको कुरा गर्थेँ माछिक्ने म त एउटा कुरामा गएर चिक्थ्यो होला माछा लाइभमै नआइकन या तडपीको लाइभमा आउँथ्यो होला त माछा चिक्न मन लाग्यो गाई मलाई चिका भनेर आउँथ्यो होला म अनि चिक्ने कति टाइम लाग्छ 5 मिनट खस पार्यो चिक्ने यस्तो तडपिरहेछ चिक्न मन लागिरहेछ त्यसलाई चाहिँ उतातिर राख्थे होला यतिखेर त उतै बस म चाहिँ यसो लाइभ बस्छु भनेर ओए तिमीलाई काटेको प्लेन उडे गर्छ कहिले हो कुन चाहिँ रानीको बान हो क्या फेरि आकाशमा अघि के भन्छ अरे धेरै चिकायो भने त कति स्वाद पनि हुँदैन रहेछ यार 2 चोटि चिकायो भने महिनामा चाहिँ राम्रो सुन्न मैले यति चिकेको भएदेखि मैले चिकेको कुरा गर्छ भन् त तँ आफै भन् न हेर तिम्रो पुती त माछिन लास्टै गनाउने भइसक्यो माछी चिकाउनै नपाएर खत्तम छ तिम्रो पुतीमा पानी मात्रै निस्किन्छ भनेको हो कि साइरी पढेको रन्डीको बानमा चिक्ने ओए यता सुन न तिम्रो पुतीमा भुत्ला आछ कि छैन न ढाँटी भन त भुत्ला त छ नि किन छैन तामाङनीहरूको त म चाहिँ पुतीमा भुत्ला हुँदैन भन्छ त छैन के त्यति हुँदैन बाहुनहरूको जस्तो कालो कालो बाग्लो हुँदैन हुन त हुन्छ खैरो हुन्छ तर मैले खप्रेको छ होइन खप्रेपछि चिल्लो तेरो निधार जस्तै छ अनि यस्तो हुन्छ नि त साबुन पनि त हुन्छ नि पुतीको भुत्ला फाल्ने साबुन लगायो भने त्यसले त झन् स्वाट्टै जान्छ अरे त्यस्तो लगाउँदैन लाउँदैन होला त माछिक्ने हेरेर बस्छ होला रन्डा तिमी त महा सफा गर्छ कि कस्तो गर्छ पुतीमा भित्र पानी हालेर एकदमसँग पुरै सफा गर्छ गर्दैन रन्डा माछाले सफा नगरिकन बस्छु होला त गनाउँदैन डुङडुङ्गी कुनै केटीहरू सफा गर्छ नि त माछिक्ने त बिहानदेखि त्यहाँ बसेको डुङडुङदी गनायो होला मुत्दाखेरि पनि धुँदैन होला म त लाडोलाई पुरै 10 चोटि पानी हालेर धोएर पुरै सफा गरेर माछिने राख्छु अनि मेरो लाडो अनि घिउ लाडो हो नि त अनि मेरो थाहा छ तेरो बाबुको घिउ लाडोमा
हो भने मेरो घिउ लाडो अनि यस्तो घिउ लाडोमा त अनि मेरो बाबु घिउ लाडो म्याच चिक्ने लाडोको नाम पनि घिउ हुन्छ र रन्डामा नचाहिने यस्तो कुरो हुन्छ। म्याच चिक्ने यता सुन कुनैको त यस्तो मुजी छोटो हुन्छ मुजी लाडो पनि कुनैको मुजी लाडो हामी छेत्री बाहुनको लाडो भनेको पाठेघरको भित्तामा गएर फर्किने लाडो हो। यति कुरा चाहिँ याद गर्नु भने नपत्या कुनै छेत्रीलाई चिकाएर एकचोटि विचार गर झकास छेत्रीले भन्थ्यो हो रहेछ भनेर तिमीले चाहिँ आकलन गर्नेछ। ए गएर छेत्रीलाई चिकाउनु पर्यो मैले छेत्रीलाई चिकाएर अनि मलाई जवाब दियो। छेत्रीको कति कालो हुँदो रहेछ भने गङ्गुको हेरेरै थाहा भयो। त्यो पुती पो कालो भयो त डबल ट्याप गर न गाइज डबल ट्याप गर त। मेरो लाडो भनेको घिउ लाडो हेर त्यही भएर घिउ लाडोमा चाहिँ एकदम स्पेसल हुन्छ। यसले घिउ तेरो बाजेको घिउ तल चाहिँ कसले कहिले तिमीले लाडो चुसेको छैन नडाँटी भन। छैन म यसले लाडो चुस्दा त साह्रै मजा हुन्छ अरे त अनि मैले चाहिँ लाडो चुसाइदिएछु। डबल ट्याप गर न गाइज डबल ट्याप 10K त पुराइदे 10K पुरा त। मैले त लाडोमा मुखमै माल पनि झार्दैछु लाडोबाट। कसलाई त्यस्तो कसलाई केटीहरूलाई कहाँको केटी यो बाहिर देश केटीहरूको मुखमा लाडोले मुखमै चिकेर मुखमै माल चिक्न जान्छ कि डबल चिक्दैन। ट्याप गर त गाइज 10K पुराइदियो त। मुखमै माल झार्दा त कस्तो स्वाद भने पुतीमा चिक्दा भन्दा नि धेरै स्वाद आउने के मान्छे आए तँलाई त्यस्तो दिन्छ। खा हो के यार कस्तो विश्वास गर्दैन तिमी कसैको लाडो के विश्वास गर्ने माथि किन तैँले चिकायो तैँले गरायो तँलाई पो मजा आयो त हामीलाई मजा थोरै आउँछ। तिमी चिकाउँदा बेला बखतमा अनि अहिले पो भन्दैन चिकाउँछु भनेर नचिके त कहाँ बस्छ। चिकाउने भएदेखि मैले चिकाएको भन्दा नि सिधा बोल्दिनँ म्याच चिक्ने मैले अहिलेसम्म म्याच चिक्ने है मैले चिकेको छु भन्दैन म्याच चिक्ने रन्डीको पनि म्याच चिक्ने अनि यस्तो यो उमेरमा त चिकाउने उमेर यही हो। यो भन्दा पछि त बुढो भयो बुढो भयो भने मलाई के सुनाएर पुती पनि अनि खत्तम भइजान्छ पुरै यस्तो क्या म चाम्री परेर मुजी खत्तम मुजी चिकाउन पनि मन नलाग्ने स्थिति पुग्छ यार। यो उमेरमा तिमीले नचिकाएको कहिले चिकाउने। म चिकम नचिकम तँलाई के मतलब म्याच चिक्ने मतलब म्याच चिक्ने मलाई पुरै उति नगर है हो कि अनि यो उमेरमा चिकाए म चिकम नचिकम मेरो खुसी। अब 40 काटेपछि त अनि पुती चिकाउनै मन लाग्दैन अरे अनि त्यो भन्छ के 40 कट्नलाई अझै छ नि थुप्रै माछाले गाउँघरतिर थाहा छ अब 40-45 काटेको आन्टीहरूले भन्छ नचलाऊ है मलाई छपक्क उता सुता भन्छ नि हो त्यस्तै हुन्छ त्यस्तो हुन्छ थाहा छ तँलाई थाहा रहेछ तैँले चिके रहेछ त्यही भएर थाहा पाएको। मैले त बेला बखत भङ्रो साफ गरिरहन्छु अनि तिमी जस्तो हो र नि तैँले चिकेर हो त्यो तेरै कुरा हो माछाले नगर न भन्ने चाहिँ पनि तेरै हो। धेरै चिक्यो भने यो नाक पनि तिखो हुन्छ अरे थाहा छ। हैसमा चिक्ने माछाले घुदा कसम भने तिमीलाई त एकचोटि मैले चिक्नु छ यार माछा चिक्ने सपनीमै भए पनि सपना देखेर सपनामै भए पनि विपनामा पनि तर चिक्न सकिन्छ तर चिक्नु ठुलो कुरा होइन। तिमीले चिक्ने माछा तुरी बोकेर मसँग चिक्ने सपना नदेखे मेरो लाडोले अनि हानेर अनि पुती नै फेल भयो भने माछी ओहो रन्डीको छोरा फेल हुन्छ माछा चिक्ने तुरी बोकेर फेल हुने कुरा नगर माछाले गर्दा धेरै चिक्यो भने त अनि फेल हुँदैन पुती तेरोमा फेल हुन्छ माछा चिक्ने पढिरहेको हो र पुती म्याच चिक्ने पढेको जस्तो कुरा गर्छ म्याच चिक्ने पढेको मान्छे फेल हुन्छ त रन्डीको छोरा म्याच चिक्ने धेरै चिक्यो भने फेल हुन्छ कि त्यो चाहिँ तिमीले बुझेछ नि तिमीले यता सुन तिमीलाई धेरै चिक्ने केटा नै पाएको छैन कि यो जीवनमा बुझ्यो नि त्यही चिक्ने धेरै चिक्ने केटो पाउनु पर्यो नि त अनि हामी जस्तो हामीले चिक्यो भने त माछिक्ने पसिनै निस्किएर चिक्छ भने बुझ्यो नि त्यस्तो चिकाइ गर्छ चिक्दा तेरो पेट ठुलो छ नि त स्या गर्छ अनि तेरो पसिना निस्किहाल्छ नि त निधारमा होइन त्यही भएर भनेको पुती भनेको माछी नै पक 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 बज्ने हुनुपर्छ तिम्रो जस्तो यार माछी ल आइज बजा माछ चिक्ने रन्डीको मान्छे आइज त ल कच 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 पार्दा त माछी नै मम ड्याड त
आया आया दुख्यो 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 माछी नचिक्न भनेर अनि खत्तम पर्छ भन्दैन क्या आइज चिक्न माचिक्ने आइज त ल कुवेतमा आउन मिल्छ त आइज त कुनैले त थाहा छ नि कुनैले त माछी मालभित्र छिराउनु खोज्दा माछी भत्तै बाहिर फालिदिन्छ माछी टट्टाए दुख्यो भनेर माछी त्यस्तै गर्छ ममताले सेवा के फाल्छ लाड झिकेर फालिदिन्छ गर न गाइज डबल ट्याप गर त मोक्तान मलाई शेयर हान त यो मोक्तान त गफाडी रहेछ उ त्यो पिङ्कीलाई शेयर हालेर पिङ्कीले ब्लग हालेर पठाइदिएछ पिङ्कीले हेर केडा हो तँलाई पो हाल्नुपर्छ त पागल लाटो मम ड्याडको पुती भनेको नम्बर 1 पुती हो यो पुती चाहिँ अनि पायो भने जसले नै हान्दा हुन्छ कसम मम ड्याडमा कुवेतमै भएको भए तिमीलाई आएर जबरजस्ती चिक्थे माछी कानुन लाग्दैन म चाहिँ विदेशमा बुझ्यो ल आइज तँलाई कसले चाहिँ उ गरेछ र म यहाँबाट जान्छु ल म नेपाल जान्छु आइज म आइजान्छु मेरो त टेन्सन छैन म त जिप प्लेन टिकट आइज नि त म 6 महिनापछि नेपाल जाँदैछु आइज नि त ल म अक्टोबरमा जाँदैछु अक्टोबर ए अक्टोबर म पनि जान लाग्यो ल आइज अक्टोबर 15 तारिक मेरो फ्लाइट हो बुझ्यो नि तैले तेरो ओके भइसक्यो 15 तारिक हो भन्दा अनि मेरो 20 तारिक हो चिका दिदीको र मेरो 20 तारिक हो चिक्न दिएन भने थाहा हुन्छ नि फेरि काठमाडौँमा माछी जबरजस्त माछाले पैसा लिएर आइज तँलाई फ्रीमा कसले चिकाउँछ मादरको चोत माछा ओइ किन पैसा तिर्नु पर्ने अनि चिक्न कसले फ्रीमा दिन्छ त रन्डीको बाण माछिक्ने पुती पनि फ्रीमा दिन्छ माछिक्ने तिम्रो पुती त म फ्रीमा चिक्ने हो फ्री त पैसा दिन्छु भने पात पनि सुन्न पाइँदैन माछिक्ने फ्रीमा कसले दिन्छ तँलाई आइज